हेलो गाइस, है मैले तपाईँलाई आज मेकअप कसरी गरिन्छ भनेर म तपाईँलाई बताउनु गइरहेको छु हैन। अब मेरो अनुसार अब मैले जस्तो सिकेछु त्यही अनुसार म तपाईँलाई बताउनु गइरहेको छु हैन। सबभन्दा पहिला हामीले फेस क्लिनिङ गरिन्छ है त। फेस क्लिनिङ गरिन्छ। फेस क्लिनिङ गरेर टिस्यु पेपरले पुछिन्छ हैन। अनि त्यो पुछिसकेपछि हामीले त्यसलाई सुकेपछि हामीले यो मोइस्चराइजर लगाइन्छ है। मोइस्चराइजर लगाइन्छ। मोइस्चराइजर लगाइसकेपछि अनि हामीले अब जुन क्रिम युज गर्ने गर्छ मैले त अब यो युज गर्छु हैन। अब तपाईँहरूले कुन क्रिम युज गर्नुहुन्छ के त्यही अनुसार अब त्यसपछि यो मोइस्चराइजर पछि यो क्रिम लगाउने। यो क्रिम लगाएर एकछिन सेट भइसकेपछि फेरि प्राइमर लगाउने। किनभने प्राइमर लगाएपछि मेकअपलाई बाहिर निस्किन दिन्न के यसले मेकअपलाई एकदम सादै राख्छ, मतलब चिसो बनाउँछ नि त प्राइमरले। अनि त्यही भएर प्राइमर लगाइन्छ। अनि प्राइमरलाई अलिकति एकछिन सेट हुन भइसकेपछि अनि त्यसपछि फेरि फाउन्डेसन लगाइन्छ। फाउन्डेसन फेरि मैले यो मिलानीको लाउँछु हैन। क्लियर नदेखियो होला, यो अलिकति बिग्रेको थियो पानी परेर मैले बिगारेको थिएँ, त्यही भएर मैले चाहिँ यो मिलानीकै युज गर्छु किनभने ठिक लाग्छ क्या मलाई। यो मिलानीको युज गर्छु। अनि त्यसपछि यो फाउन्डेसन लगाइसकेपछि के अरे फाउन्डेसन लगाइसकेपछि मैले यही ब्लेन्डरले सेट गर्छु हैन। ब्लेन्डरले सेट गरिसकेपछि अनि त्यसपछि फेरि त्यो फाउन्डेसनलाई सेट गर्नको लागि मैले यो पाउडर कम्प्याक्ट पाउडर लाउँछु हैन। कम्प्याक्ट पाउडर लाउँछु यो। अनि कम्प्याक्ट पाउडर लगाइसकेपछि अनि त्यसपछि अब जान्छु म फेरि आई मेकअपमा हैन। आई मेकअपको लागि पहिला मैले आईको लागि मैले यसले पहिला आइब्रोलाई मैले सेभिङ गर्छु। आइब्रोलाई सेट गर्छु मैले हैन। आइब्रोलाई सेट गरिसकेपछि अनि फेरि मैले कन्सिलरले त्यसलाई अब त्यो जुन कालो उयोहरू भएको हुन्छ त्यसले कन्सिलरले त्यसलाई मिलाउँछु मैले हैन। कन्सिलरले मिलाउँछु यसलाई मैले। कन्सिलरले मिलाइसकेपछि फेरि अनि पाउडरले त्यो भएको ठाउँलाई पाउडरले फेरि सेट गर्छु मैले हैन। पाउडरले सेट गरिसकेपछि अनि फेरि अब अब आई स्याडोतिर लाउनु पर्यो हैन। आई स्याडो अब तपाईँलाई कस्तो कुन कलर कपडा लाउनु भयो तपाईँले त्यही अनुसारको कलर चुज गरेर अब यहाँबाट आई स्याडो कुन लाउनु मन छ तपाईँलाई। थुप्रै कलर 100वटा कलर छ नि त यसमा, तपाईँलाई कस्तो कलर मनपर्छ अब त्यसैले आई स्याडो लाउनु सुरु गर्ने हैन। अनि आई स्याडो लाउनु सुरु गरिसकेपछि अनि आई स्याडो भइसक्यो तपाईँको। अनि आई स्याडो भइसकेपछि तपाईँहरूले लाउनु पर्यो फेरि लेक्मी लाउनु पर्यो हैन। आइलाइनर लाउनु पर्यो माथि। आइलाइनर लाउनु पर्यो। आइलाइनर लगाइसकेपछि फेरि तपाईँले लाउनु पर्यो गाजर लाउनु पर्यो हैन। गाजर लाउनु पर्यो। अनि त्यसपछि फेरि अब आइल्यासेस छ नि त। अब त कसैले ठुलो मनपर्छ, कसैले सानो मनपर्छ, ठुलो पनि छ हैन, सानो पनि छ यहाँ चाहिँ हैन। ठुलो पनि छ सानो पनि छ। अब कसैले लामो मनपर्छ, कसैले छोटो मनपर्छ, त्यही भएर त्यही अनुसार कस्टमरको इच्छा अनुसार ल्याएर राखिन्छ नि त हामीले। अनि त्यो आइल्यासेस लगाइन्छ। आइल्यासेस लगाएपछि आइलाइनर लगाइयो, आइल्यासेस लगाइयो, तल गाजर पनि लगाइयो हैन। अनि त्यसपछि आफूले जुन कलरले माथि आफूले गरेको छ नि ब्लेन्डिङ गरेको के अरे त्यो आई स्याडो लगाएको छ त्यही अनुसारकोले हामीले फेरि तल पनि लाउनु पर्ने हुन्छ कि तलपट्टि पनि गाजर लगाएको ठाउँमा पनि अलिअलि गरेर हामीले तल त्यही कलरको आई स्याडो लगाइन्छ क्या हामीले हैन। अनि त्यो गरिसकेपछि यो लेस लगाएपछि माथिको आई मेकअप पुरा भइसक्यो हैन। आई मेकअप पुरा भएपछि अब हामी जान्छ फेरि मेकअपमा अब त्यहाँ गएपछि हामीले फाउन्डेसन त पहिला लगाइसकेका हुन्छौँ। लुज पाउडरले सेट गर्न पर्यो हैन। लुज पाउडर सेट गरिसकेपछि अब हामीले लगाउँछौँ ब्लसर लगाउँछौँ। ब्लसर नै पहिला अब त्यही ब्लसर भन्दा नि पहिला हामीले कन्टोरिङ गर्छौँ है। कन्टोरिङ गर्छौँ। कन्टोरिङ गरिसकेपछि हामीले ब्लसर लगाउँछौँ। ब्लसर लगाइसकेपछि हामीले लगाउँछौँ हाइलाइटर लगाउँछौँ। हाइलाइटर लगाइसकेपछि हामीले अब त्यसले फेरि लुज पाउडरले हामीले मतलब तलमाथि भएको हुन्छ नि मेकअप, त्यसको लागि हामीले यो लुज पाउडरले हामीले यताउता सेट गर्छौँ हैन। सबै जहाँ गएको छ बढी रातोहरू मतलब कलर बढी भएको छ भने लुज पाउडरले हामीले सेट गरिन्छ। सेट गरिसकेपछि हामीले अब लास्टमा के रह्यो बाँकी भनेको हामीले अब लिपस्टिक लाउनु बाँकी रह्यो। लिपस्टिक लाउन बाँकी रह्यो। लिपस्टिक राखेन र मैले यहाँ लिपस्टिक लाउनु बाँकी रह्यो। त्यसपछि हामीले लिपस्टिक लगाइन्छ हैन। लिपस्टिक लगाइसकेपछि हाम्रो लगभग के अरे मेकअप पुरा हुन थाल्छ। त्यसपछि तपाईँले त्यो आइलाइनरको बदलामा तपाईँलाई ग्लिटर लाउन मन छ माथि हैन, गोल्डन कलरको ग्लिटर लाउन मन छ या वाइट कलरको ग्लिटर लाउन मन छ भने पनि ग्लिटरहरू पनि छ के।
त्यो पनि लाउन सक्नुहुन्छ हजुरको इच्छा अनुसार भयो होइन। अनि त्यसपछि सामग्रीहरू सबै तपाईँले देख्न सक्नुहुन्छ है के छ भनेर। अनि यदि मैले मस्कारा लाउन बिर्सेको रहेछु भने पनि यसो भन्दाखेरि बिर्सिन्छ, तर गर्दाखेरि काम सबै गरिन्छ नि त सँगसँगै। यो मस्कारा पनि हो, यदि हामीले योहरू फर्काउन बिर्सेको रहेछ भने पछि फर्काउन सकिन्छ होइन। भन्दाखेरि यति अलिक केही न केही भुले जस्तो हुन्छ, तर सामानहरू सबै यहाँ रेट देख्नु भएको होइन। अनि मैले आज चाहिँ भ्याएन गर्न, मतलब जहिले पनि कस्टमर आउँदाखेरि हतार मात्र हुने, कहिले पनि मेकअप गरेर राम्रोसँग नपाइने कि, त्यही भएको भएर अब चाहिँ यसो गरौँ कि भनिरहेको छु। आफ्नो सिम्पल मेकअपको भिडियो त मैले पहिले राखिसकेको छु होइन, तर अब चाहिँ ब्राइडल मेकअपको पनि राख्छु कि। म जहिले पनि कस्टमर आउँछन् नि, ल दिदी छिटो गरिदिनु भन्ने। अब धेरैजना आयो भने 4-5जना कस्टमर एकैचोटि आउने, ल मलाई मेकअप गरिदिनु, मलाई क्लिजिङ गरिदिनु, मलाई फेसियल गर्नु भनेर एकैचोटि आउँछन्, त्यही भएर गर्न अलि हतार हुने कि। अनि त्यही भएको नभ्याएको भएर मैले अबसम्म मैले यसको भिडियो राख्न अलि सकेको थिएन होइन। तर अब चाहिँ म यसको पनि भिडियो राख्छु है। मेरो सामग्रीहरू पनि हेर्नु होला, यी आफ्नो इच्छा अनुसार कुन लगाउने भनेर सबै यहाँ छ नि। अब मैले यही युज गर्छु मैले, तपाईँहरूले कुन युज गर्नुहुन्छ भन्नु होला। तपाईँलाई कुनै प्रतिक्रिया छ या तपाईँले गरेको यस्तो मन परेन भन्नुहुन्छ भने नि त्यसको लागि नि के अरे मलाई कमेन्ट गर्न सक्नुहुन्छ है त। म मेकअप गरेको भिडियो पनि राख्छु है त। हस् त, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। कुनै कमी कमजोरी छन् भने त्यसको लागि बताइदिनु होला मलाई कमेन्टमा है त। ओके, थ्याङ्क यू।